आज म तपाईहरुलाई एउटा ग्राम पञ्चायतको हेडको नाताले भन्दैछु। तपाईहरु मेरो गोर्खे दाजुभाइहरु हो, म तपाईहरुको गोर्खे चेली हो। आज यसरी यो पोस्टमा आएर बसेको बेलामा तपाईले चाहिँ काइन्डली यसरी लालचना लाउने काम चाहिँ नगर्दिनुस्। किन तपाईको पनि घरमा श्रीमतीहरु छ, दिदीबहिनीहरु छ हैन। अर्कालाई भिक्टिमाइज हुँदा, अर्कालाई लालचना लाग्दा चाहिँ कस्तो फेस गर्नुपर्छ। राम्रो काम गरेर महान हुनुहोस् न। भिक्टिमहरूलाई राजनीतिकरण गराएर यसरी चम्काएर। नमस्कार सम्पूर्णमा, म टिस्टा ग्राम पञ्चायतको तर्फबाट आज यो भिडियो बनाउन गइरहेको छु। जुन चाहिँ विषय हिजोको जुन चाहिँ कालिम्पोङबाट सभासद पाल्देन छ अनि जो नरेन्द्र दाजुले यहाँ टिस्टामा बोलाएर, टिस्टाकै मान्छेले बोलाएर टिस्टाकै गाउँमा अशान्ति गर्ने अनि टिस्टाकै पञ्चायत र यहाँको सभासदलाई बदनाम गर्ने जुन चाहिँ कार्य भयो त्यसको अलिकति म खण्डन गर्न यहाँ आएको छु, स्पष्टीकरण दिन आएको छु। त्यो एउटा स्टोर रुमले गर्दाखेरि यति साह्रो इस्यु बनाइदियो है। जति बेला यहाँ फ्ल्यास फ्लड भयो, हामी डे 1 देखि यहाँ खटेका हौँ, हाम्रो जिटिए टिम पुरा यहाँ आएर खटेको। त्यति बेला अन्य कोही यस्ता व्यक्तिहरू आएनन् कि ग्राम पञ्चायतसँग सम्पर्क राखेर उहाँलाई हेल्प गरौँ भन्ने। आज आएर दैलो खोल्यो, तमासा बनायो, दुनियाँभरको यो भिडियो गर्नु लाएर न्युजमा फैलायो, अर्कालाई एलिगेसन लाएर आफू महान हुने। यही हो सिस्टम नयाँ गभर्मेन्टको, यही हो चेन्जेस। मलाई यसमा चाहिँ अति नै दुःख लाग्यो, किनभने त्यो स्टोर रुमको कथा कहानी त हामीलाई थाहा छ नि त। किन त्यहाँनिर सामानहरू त्यसरी राखियो, किन त्यहाँ राखिनु पर्यो, राखिएको सामान कस्तो थियो भन्ने त्यो वृत्तान्त इतिहास त हामीलाई थाहा छ नि त। हामीले सबै कुरो दिएको। यहाँनिर 3वटा रिलिफ त्यो जुन चाहिँ रिलिफ आइटमहरू आएर डिस्ट्रिब्युट गर्ने ठाउँ हामीले 3वटा बनाइदिएको थियो। पुलको एरियाको लागि चेकपोस्टमा त्यहाँ मेम्बरलाई फिक्स राखेर मेम्बरको हातबाट पुरा डिस्ट्रिब्युसन भएको छ। एक-एकजना मान्छेले पाएको छ, इभन भिक्टिम एक्सेप्ट भिक्टिम अरूले पनि पाएको छ। त्यसरी नै यहाँनिर यो जुन हिजोको तपाईँले स्टोर रुम थियो त्यो यहाँबाट पनि धेरै पाएको छ। यहाँ भिक्टिम यो जो रिलिफमा बस्नेहरूले त पायो, अन्यलाई पनि धेरैले पाइसकेको छ। त्यसरी नै यही स्टोर रुमबाट चाहिँ मल्लीमा पनि गएको हो, 29 माइल गेलखोला रियौँ अनि नोजकसम्म पनि सरसामानहरू पुगेको। पर्याप्त मात्रामा, केहीमा पनि कमी छैन, केहीमा पनि कमी छैन। कतिजनाले त सिधै भिक्टिमलाई डिबिटी, अहिले डिबिटी छ नि होइन, डाइरेक्ट बेनिफिसियरी ट्रान्सपोर्ट, त्यो प्रकारले पनि भिक्टिमहरूले पाएको छ। तपाईँले पनि हेर्नु हुँदै होला है, यो मिडिया मार्फत कि पाएन भन्दैछ। हामीले त यति बिना दिएर आएको, हातैमा उनीहरूको भन्ने छ। तर यति बिना नाटक गर्छ भिक्टिमहरूले। यहाँ कसैलाई भिक्टिमको त यो मिडियाहरू 2-3वटा मिडियाले उहिलेदेखि उचालेर उनीहरूलाई प्रोभोक गरेर पञ्चायतलाई बदनाम गर्ने, जिटिएलाई बदनाम गर्ने काम त उहिलेदेखि नै भएको। जति बेला हामी काम गरिरहेको छौँ, अहिले पनि गरिरहेको छौँ, तर पनि उनीहरूले त्यो लालचना लगाइरहेको। फेरि वृत्तान्त सबै थाहा छ उहाँलाई, किन हुँदैन, कसरी नभएको, घरहरूको डकुमेन्टेसन के छ उनीहरूको, कहाँबाट आएर बसेको हो, कस्तो ठाउँमा आएर बसेको, फरेस्ट ल्यान्ड हो कि रेलवेको ल्यान्ड हो कि अकुपाई ल्यान्ड हो कि एन्क्रोचमेन्ट गरेर बसेको, कस्तो कस्तो क्याटेगोरीको भिक्टिमहरू छ, स्क्रुटिनी हुन्छ, डकुमेन्टेसन पुरै चेक हुन्छ। यो विषयहरू त्यही रिपोर्टरहरूलाई वृत्तान्त थाहा छ है। त्यस्तो हुँदाहुँदै पनि आज यो स्टोर रुमको विषयहरू लिएर पनि उहाँहरूले भिक्टिमहरूलाई तिमीहरूको सामान त यहाँ पुरा राखेको रहेछ, नदिकन कुहाएर राखेको रहेछ भनेर यसरी उचालेर एलिगेसन लाउने काम भयो। अनि भन्यो त्यसमा चाहिँ प्रेसिडेन्ट सभासद अरे यो सेक्रेटरी चाहिँ उपप्रधान अरे, 2जनाको मात्रै टिमले चल्छ कहिले पनि डिजास्टरको त्यो म्यानेजमेन्ट। हामी त के गभर्मेन्ट प्रक्रियामा हाम्रो त 30 डेज मात्रै हो ड्युटी। 30 डेजमा नर्मल भएन अरे 45 डेज, देन आफ्टर 60, लास्टमा 90 डेजसम्म हामीले सर्भिस दियौँ अरे। त्यहाँदेखि उता त हाम्रो अरू पनि काम हुन्छ। हामी त्यो स्टोर रुमलाई त गोठाला गरिरहने हाम्रो टाइम पनि हुँदैन। तर यति चाहिँ हो, हामी त्यहाँ जानकारी लिन्छौँ त्यहाँ के छ भन्दाखेरि हामीले घर बनाएर दिने सरसामानहरू त्यहाँ थियो। अनि त्यसमै चाहिँ थपेर फेरि 3वटा रिलिफको पछि स्कुलकोमा राखेको मिड डे मिलको सरसामान चामलहरू पनि त्यहाँ, रासिनको चामल प्रायः यतातिर खाँदैन टिस्टातिर कसैले पनि, भिक्टिम नभिक्टिम कसैले पनि प्रायः खाँदैन, चारोहरूतिर जाने गर्छ है। त्यसरी त्यो रासिनको चामल त्यसरी राखिँदा स्टोर रुममै ल्याएर कसैले राखिदिएको। अनि त्यो राखिदिएपछि त्यसको चाबीहरू टिस्टा ग्राम पञ्चायतलाई जिम्मा दिएको।
अनि त्यहाँनिर सबै त पाइसकेको सामान थियो, त्यहाँनिर आधी उधी ड्यामेज भएको सामान, फेरि जुन चाहिँ दिँदाखेरि आधी उनीहरूलाई नपुग्ने सामान। अब 100जना भिक्टिम छ भने त्यहाँ 5वटा च्यादर बाँडेर हामीलाई हुँदैन, अरूले हामीलाई पाएन दिनुहोस् भन्दा यति बिना चिच्याउँदा हुन्छ। त्यो स्टोर रुमको ताला खोले कि 100जना जस्तो मान्छेले त्यहाँनिर एकदम डरलाग्दो पाराले त्यहाँनिर र्युमर त्यहाँनिर झमेला उब्जाइदिन्छ। अनि त्यसको देखरेख गर्नु पनि कोही मान्दैन। अनि त्यसकारण चाहिँ हामीले चाहिँ अहिले सबै पाइसकेको छ, सबै कुरो ठिकै छ, सेफ हुन्छ, गभर्मेन्टको प्रपर्टी हो, गभर्मेन्टको अन्डरमा छ। त्यहाँनिर बिग्रिने सामान पनि त्यहीँ हुन्छ, नबिग्रिने सामान पनि त्यहीँ हुन्छ। कुनै दिन डिजास्टरको सबै टिम मिलेर त्यो सरसफाइ गरेर चाहिने सामानलाई सिफ्ट गर्ने, अनि नचाहिनेलाई त्यसलाई कस्तो प्रकारले त्यसलाई सर्ट आउट त्यहाँबाट निकाल्नुपर्ने भन्ने प्रक्रिया भइरहेको थियो। अनि हामी ग्राम पञ्चायतमा सधैँ कुरा गर्ने गर्थ्यौँ त्यो स्टोर रुमलाई हटाएर बरु त्यहाँनिर पार्किङ राखौँ न भन्ने विषय हामीले मिटिङमा उठाइरहेको थियौँ। हामी हटाउने यो प्रोसेस हामी त्यहाँ जब मिटिङमा भन्छौँ नि, हाम्रो ग्राम पञ्चायतको कार्यमा अगाडि नै यस्तो इस्युहरू बनाइदिने 2-3वटा षड्यन्त्रकारीहरू उब्जिहाल्छ। अनि उनीहरूले त्यो उनीहरूको प्लान मुताबिक उनीहरूले त्यो कामहरू गरिदिन्छ। हिजो पनि त्यस्तै नै भयो, स्टोर रुममा भएको सामानहरू विषय लिएर आउनु पर्यो। त्यस्तो विरोध गर्ने मान्छेले त आउनु पर्यो, सघाउनु पर्यो, त्यहाँ के छ कसो छ यो कहिले सकाएन। हामी सम्झिन्छौँ हामी समाजको सेवा गर्नुको लागि बसेको है जनप्रतिनिधिहरू भनेर, तर समाज हाम्रो कहिले पनि आफ्नो भएन। कहिले पनि आफ्नो ग्राम पञ्चायतलाई हाम्रो ग्राम पञ्चायत हो, हाम्रो प्रधान हो, हाम्रो मेम्बर हो भने कहिले पनि समाजले सपोर्ट गरेन। आज बाहिरको मान्छेहरू आएर यहाँ राजनीतिकरण गरेर हिरो भएर गयो है। मैले त सम्झेको थिएँ नयाँ सरकारको गभर्मेन्ट हामीसँग राम्रोसँगले बातचित गरेर यसलाई कसरी फर्दर सर्ट आउट गर्ने होला, प्री मनसुन प्लानहरू है, प्री मनसुन यो प्रिपरेसनहरूको लागि आउनुभएको होला भन्ने सम्झेको थिएँ। तर उहाँहरू त सानो ताला खोलेर सानो नरेन्द्र दाजुको जुन चाहिँ त्यो वक्तव्यले आफूहरू महान हुनु रहेछ। मैले त सुनेको थिएँ नरेन्द्र दाजुले एन्क्रोचमेन्ट ल्यान्ड विषय लिएर चाहिँ निकै नै चर्चामा आउनुहुन्छ, उहाँले कुरा खोज्नुहुन्छ भनेर। तर जसले तपाईँलाई यहाँ बोलाउनु भयो नि, सुखबीर तामाङ चिन्नुहुन्छ होला है, उहाँको जग्गा आएर एकपल्ट तपाईँले इन्भेस्टिगेसन गर्नु है। तहसिलदार अफिसको सरकारी जग्गामा अवैध तरिकाले घर बनाएर बसिरहनु भएको छ यहाँनिर। अनि त्यही जग्गामा माथिबाट डिएम जसको अन्डरमा माथि जग्गाहरू हुन्छ, ल्यान्ड एन्ड ल्यान्ड रिफर्मको अन्डरमा, त्यहाँनिर हेर्दाखेरि एउटा मात्रै यहाँनिर गभर्मेन्ट ल्यान्ड बजारमा देखायो, त्यहाँनिर फ्लड सेल्टर बनिन्छ भनेर माथिबाट अर्डर भयो। जति बेला फ्लड सेल्टरको फन्ड आयो उहाँले पुरा विरोध गर्यो। हामीले भने ठिकै छ, अब तपाईँको यो एन्करेजमेन्टको म्याटर तपाईँ माथि गएर सर्ट आउट गर्नुहोस्, जति पनि रहल खाली जग्गाहरू छ त्यहाँ पछि एन्करेजमेन्ट हुनु नदिनु भन्ने अर्डर छ र फ्लड सेल्टर बनाउनु भन्दैछ। किनभने माथि कम्युनिटी हलमा त्यो रिलिफलाई कति दिनसम्म राख्ने, त्यो त पब्लिकको जग्गा हो, त्यहाँ हात लाग्नुपर्छ, त्यहाँनिर मरौ परो बिहाहरू हुन्छ। यति मैला त्यो रिलिफमा बस्ने यति मैला तरिकाले बसिरहेको छ गभर्मेन्टको ठाउँमा, आफू सुत्नु र खानु मात्रै हाम्रो त होइन यो भन्ने पाराले है, यस्तो पाराले बसिरहेको। अनि त्यो फ्लड सेल्टर बनाउँदाखेरिदेखि नै उहाँ ग्राम पञ्चायतसँग जिटिएसँग यति साह्रो नफरतको भावनाले, ब्लक अफिससँग नफरतको भावनाले हामीलाई हेरिरहेको थियो। अब हेर्नुहोस् त्यही डिजास्टरकै टाइममा हेर्नुहोस् त त्यो त्रिवेणीमा पनि त्यसरी सबै कोल्याप्स भयो, सबै पानीले बगाएर लग्यो। कोभिड हस्पिटल मात्रै थियो, यति राम्रो राम्रो इम्पोर्टेड महँगो सामानहरू थियो त्यहाँ है, त्यो पनि चोरी भयो। लास्टमा सुखबीर दाजुकै आफ्नै भाइ पक्रा परेर हिजो अस्तिसम्म जेलमा बसेर आयो। अनि त्यस्तो खाले काण्ड यहाँ नहोस्, कसैले पनि त्यहाँ हात नहालोस्, कोही पनि त्यहाँनिर चोरी केसमा नपरोस्, ताला लगाएर राखिदिनु, यो सेफ्टी हुन्छ। इमान्दारी त यतिमै हुन्छ, बिग्रेको होस् या सप्रेको होस् सुरक्षित हुन्छ गभर्मेन्टको प्रपर्टी हैन। त्यस्तो पाराले हामीले त्यहाँ राखेका थियौँ। तर आज आएर यहाँनिर नयाँ गभर्मेन्ट फर्म भएर हामीलाई पञ्चायतसँग सम्पर्कमा बसेर कसो गर्नुपर्ने के गर्नु, मलाई हिजो सबै सोद्धाखेरि मैले सबै कुरा राम्रोसँगले जवाब दिएको थिएँ। हुन्छ मिलेर गरौँ न, तपाईँहरू कमिटी बनाऊँ न भनेर गएको मान्छेहरू यसरी न्युजमा भाइरल बनाएर आएको हिरो बन्छ भनेर मलाई कहाँ थाहा थियो त। मैले सोचेको थिएँ राम्रो मान्छेहरू होला कालिम्पोङको आउनुभयो भनेर है। तर यो टिस्टालाई जति पनि लाथालिङ्गै पार्नु मिडियाको ठुलो हात छ। हुनु त उहाँहरूले देख्दा, अरूले देख्दा कस्तो राम्रोसँगले बोलिदिएको, त्यो भिक्टिमहरूको लागि बोलिदिएको परेहरू त भन्ने जान्छ म्यासेज है। तर भिक्टिम चाहिँ कुन क्याटेगोरीको हो र अफिसियल प्रोसेसमा उहाँहरू कहाँ फेल हुन्छ,
त्यो त अफिसमा काम गर्नेलाई मात्रै थाहा हुन्छ नि त। कस्तो पाराले सर्ट आउट गर्नुपर्ने हो हाम्रो मान्छेहरू हो। गभर्मेन्टले जिम्मा नलिनु चाहेको मान्छेहरूलाई चाहिँ हामीले पोलिटिकली कुन चाहिँ सल्युसनमा हामी उहाँहरूलाई क्षतिपूर्ति दिलाइदिनु भन्ने त हाम्रो कोसिस हो नि त। तर आज आएर सुझी नबुझीमा बाहिरको मान्छेहरू आएर यहाँनिर आएर रिलिफ सेल्टर यसरी लक गरेर हामीलाई के खाँचो त्यो रिलिफ सेल्टरमा? त्यहाँनिर त्यो हामीलाई कुनै सेलिङ गर्नु छैन, त्यहाँ कुनै दोकान खोल्नु छैन, हामी लानु छैन। सेफ होस्, बिग्रेको होस् या सप्रेको सामान सेफ होस्। त्यहाँ कसैले लाँदै गरेको नदेखौँ, त्यहाँ बिग्रेकै सामान नभए पनि 100जना झगडा परेको नदेख्नु परोस् होइन। त्यसरी नै हामीले त्यो सामानहरू राखेको हो नि त। आज आएर हामीसँग तथ्य सत्य केही नबुझिकन तपाईँहरू एकदम हिरो हुनुभयो, तपाईँहरूको दलबल राम्रो भन्ने देखाउनु भयो है। हामी डे 1देखि उहाँहरूसँग खटेकोलाई यसरी लालछना लगाउनु भयो। हुन्छ होला यस्तो डिजास्टर फेरि पनि तपाईँहरूको जिम्मामा पनि आउँछ होला काँधमा होइन। तर टिस्टामा चाहिँ प्रायः सबै डिपार्टमेन्ट नै हरेस खाइसकेको। यहाँको मान्छेको एक्टिङ, यहाँको मान्छेको सपोर्ट केही हुँदैन, सोसियल कोअपरेसन यहाँ हुँदैन। हामी त यहीँ बसेँ, म त यहाँ बिहा भएर आएको बुहारी हो है। मलाई त एउटा यहाँको मान्छे चिन्ने अनुभव हुने, म यो ठाउँमा बसेर सबै कुरो मैले बुझिसकेको छु। तर हेर्नुहोस्, तपाईँलाई यति रिक्वेस्ट छ, तपाईँले त्यहाँबाट आएर यहाँ राजनीतिकरण गर्नुहुन्छ। त्यो राजनीतिकरण गर्नु भिक्टिमहरूलाई लिएर एकदमै उचित होइन। यो नराम्रो त्यो नराम्रो भन्ने पनि होइन। आज तपाईँले त्यो स्टोर रुम, हामीले राखेको स्टोर रुम, हामीले बनाएको स्टोर रुमलाई अवैध तरिकाले तपाईँले खोल्नुभयो। पञ्चायत प्रधान, त्यहाँनिर कोही पनि कमिटीको मान्छे एकजना पनि कमिटीको मान्छे नभएको बेलामा तपाईँले खोल्नुभयो। सभासदलाई पर्मिसन लिनु भएन। आज आएर उहाँहरूको कस्टडीको कुरा भन्दा मात्रै लालछना लाउनु भयो। तपाईँहरू कतिको ल एन्ड अर्डरलाई फलो गरेर काम गर्नुहुँदो रहेछ त। तपाईँहरू आफ्नो मनमानी गरेर अर्कालाई ब्लेम लाएर, हिजो अस्ति तपाईँको वाइफको है मैले एउटा भिडियो हेरेको थिएँ, नरेन्द्र दाजु तपाईँको वाइफको भिक्टिमाइज भन्दा त मलाई जिरिङ्ग हुन्छ भन्दा मलाई माया पनि लाग्यो। नानीको आमा है, एउटा नर्सिङ प्रोफेसनमा हुनुहुँदो रहेछ उहाँ। यस्तो भिक्टिमाइज कसैलाई पनि हुन नपरोस् भन्ने उहाँको मुखबाटै सुनेको थिएँ। तर आज तपाईँले नै त्यो कार्य गर्नुभयो। केही पनि नबुझिकन यहाँ आएर कसैलाई भिक्टिमाइज बनाउनु हुँदैछ तपाईँले। हाम्रो सबै मेम्बरहरूलाई त उनीहरूलाई पट्टि पढाएर आफ्नोपट्टि पारिहाल्नुभयो है। अहिले म एक्लै प्रधान आफ्नो पार्टीको टिकटमा उठेर जितेर, म जुनै पार्टीबाट टिकटमा उठेर जिते तापनि म एउटा प्रधान भएर सबैलाई रेस्पेक्ट गरेर चल्ने मान्छे हो। मेरो कामले चिनिने मान्छे हो म। आज तर तपाईँहरूले हाम्रो सानो यो मेरो त, म त गल्ती त भन्दिनँ यसलाई म, किनभने म यति साह्रो इरेस्पोन्सिबल टाइपको पर्सन पनि होइन। मेरो जिम्मेवारी म एकदम राम्रोसँगले म मान्छु है, म गर्छु। तर जुन चाहिँ यो जुन हाम्रो तरिका थियो, हामीले गर्ने पर्ने कामहरू थियो, यसमा चाहिँ तपाईँले हामीलाई उङ्ली उठाउनु भयो। तपाईँले भन्नु सक्नुहुन्थ्यो स्टोर रुममा यस्तो रहेछ, किन यो चाहिँ हामी पनि तपाईँलाई सपोर्ट गर्छ नि, के गरौँ भनेर यहीँनिर सर्ट आउट गर्नुपर्ने कुरा हुन्थ्यो। देखाएर खुन लिन्छ अरे, भिक्टिमले केही पाएन अरे, लाज लाग्दैन भिक्टिमले केही पाएन भन्नु? आज 23, 24, 25, 26 4 वर्ष लाग्यो। 4 वर्षमा केही नपाएको भिक्टिमको अवस्था यस्तो हुन्छ। हेर्नुहोस् त भिक्टिमहरू कस्तो छ त्यहाँ। पाएनै भन्ने, पाएन भनेर तिमीहरूले भन, यो ठाउँ नछोड, तिमीहरूले धेरै पाउँछ भनेर त मिडियाले प्रोभोक गरे, त्यहाँनिर उनीहरूलाई राखिरहेको छ। आज म तपाईँहरूलाई एउटा ग्राम पञ्चायतको हेडको नाताले भन्दैछु, तपाईँहरू मेरो गोर्खे दाजुभाइहरू हो, म तपाईँहरूको गोर्खे चेली हो। आज यसरी यो पोस्टमा आएर बसेको बेलामा तपाईँले चाहिँ काइन्डली यसरी लालछना लाउने काम चाहिँ नगरिदिनुहोस्। किनभने तपाईँको पनि घरमा श्रीमतीहरू छ, दिदीबहिनीहरू छ होइन। अर्कालाई भिक्टिमाइज हुँदा, अर्कालाई लालछना लाग्दा चाहिँ कस्तो फेस गर्नुपर्छ। राम्रो काम गरेर महान हुनुहोस् न। भिक्टिमहरूलाई राजनीतिकरण गराएर यसरी चम्काएर उनीहरूले पाइसकेको सामान, उब्रेको सामान, नचलेको सामान, नलगेको सामान, लुगाफाटा बाहिर छरपष्ट भएर च्यालेर भएको सामान हामीले सँगालेर स्टोर रुममा राखौँ न। पछि कतै यसलाई कस्तो पाराले चाहिँ म्यानेजमेन्ट गर्नुपर्ने, वेस्ट म्यानेजमेन्ट, त्यस्तो पाराले राखेको सामानहरू पो त थियो। नदी खियाएर कुहाएर राखेको होइन कहिले पनि। ल यति चाहिँ तपाईँहरूले बुझेर गरिदिनुहोस्। टिस्टामा चाहिँ आइन्दादेखि यो प्रकारको अशान्ति, झमेला,
प्रोभोक गर्ने काम यी दाजुभाइलाई लडाउने काम यो चाहिँ तपाईँ कालिम्पोङबाट आएर काइन्डली नगरिदिनुहोस्। मेरो यो पञ्चायत प्रधानको तपाईँलाई रिक्वेस्ट छ। धन्यवाद।